साथी, वेलकम टु नयाँ दिन नयाँ सुरुका साथमा हामी आज साग किन्न जानु लाग्यो। अनि यहाँ आजको यात्रा कहाँसम्म हो अरे बाटोमा भेरीसम्म छ। अब भेरीबाट फेरि हुन्छ फर्किनु पनि ठिकै छ, फर्किनु पनि के छ आधा थाहा निन्द्रा लाग्दैछ। बाटो साग किन्न जानु लाग्यो। यस्तो बाटो हेर्नु, बाटो फेरि यस्तो छ क्या, अल्छी लगाइसक्यो घाम देखेर। कति बेला पुग्ने हो, पुगेर कति बेला साग पनि छ कि नै, अब आने मात्रै हुन्छ। बाटोमा हिँड्दैछौँ। ताजा ताजा साग खानेले आउनु होला साथीहरू। डुबान परेछ यहाँ आन्टी, डुबान पर्नु भएको छ। साग यस्तो चाहिँ साग डुबान परेछ। म पनि डुबानमा परेको यहाँ सागको टिनी बेला यस्तो अल्छी लगाएर साग हेर्नु न साथीहरू। त्यो सागले कहिले झोला भराउनु होला। झोला मेरो नि मारिदिन्छु हेर्नु, लग्नु सबै लास्ट गफाडी हुनेछ। कसले साग साथीहरू यस्तो छ, यति छोटो टिप्न पनि यस्तो घाममा अल्छी लगाइसक्यो। के गर्नु, झोला नभरि नजानु, झोला भर नभरेछ जानु भएन घर। के गर्नु साथीहरू, गाउँले जिन्दगी यस्तै छ। तपाईँहरू कस्तो छ कमेन्ट गर्नु होला। साग दिनुपर्छ, कहिले घाँस काट्नुपर्छ, कहिले दाउरा काट्नुपर्छ, कहिले के गर्नुपर्छ आन्टी, मल फाल्नुपर्छ। अरू भन्नु त गाउँघरमा सबै काम गर्नुपर्छ। अर्ग्यानिक साग टिप्दैछौँ साँझ पकाएर। लरक्कै भाट्छ खाने आन्टी, लरक्कै रोटी भातसँग खाने हो साथीहरू। के भन्थे कसलाई हेर्नु साथी, यहाँ आन्टीले माछा मार्न लानु भएको छ। माछा पनि छ खोलामा, माछा पार्न लगाएको। यी निउरेहरू खोजेको हामीले, निउरे पानी, निउरे जलुका सबै मिसाएर लग्ने अलिअलि। हेर्नु साथीहरू, निउरे यस्तो हुन्छ। यो निउरे, यो निउरे भन्ने जात धान छ त्यतातिर धानबारीमा। निउरे त रहेछ, नखाने मात्रै रहेछ कि यहाँ त नि आन्टी, नखाने मात्रै रहेछ कि। निउरे यस्तो छ, निउरे टिपेको। नखाने पनि छ एउटा, नखाने चाहिँ नलग्ने। के जोड्ने गर्नु, के टिप्ने तन्दिरीमा हिँड्नु नि त कहाँबाट। गाली गर्नु होला फेरि। ए पानी, हो पानीमा हिँडिरहेको छ यहाँ। पानी पनि पर्छ कि खोलामा। हाम्रो खोला फेरि बहुत ठुलो छ नि, बगान छ खोलाले। हेर्नु साथी, खोले साग यस्तो हुन्छ। खोले साग टिम लानुपर्छ आन्टीले। म चाहिँ क्यामराम्यान, अब म पनि टिप्छु। टिप्न आएको खोले साग रहन्छ खासै, टिप्न आएको अलिअलि घाममा टिपेर। त्यो लिएको थियो र लिएको अलिअलि काटेर फेरि भन्नु न मार्छन् भने। यी साग किन्न जानु लाग्यो। बाटो केरागारी छ यतामा, केरागारी छ। उता केरा पनि फले रहेछ। अनि साथीहरू सागै हेर्नु त अलिकति टिपेर छौँ, त्यो पनि छाँझलाई तरकारी हुन्छ चटनी। अनि फेरि जलुका साग अनि निउरे तिनबार। मैले त निउरे र साग मात्रै, जलुका पनि थियो अलिकति अन्त्य दिएको। अब घर जानु लाग्यो साथीहरू, पछि भेटौँ ल, बाई बाई। फेरि हामीहरू अर्ग्यानिक खाना खान लाग्यो। दाल, सिमीको झोल,
साग खुले साग रोटी बाख्रा मासु पनि छ अलिकता यहाँ खाना लानु भएको छ पाहुनाहरूले ल छिटो खाऊ त्यसो नगर खाना राम्रोसँग खाऊ है फेरि नलर्के बाबु नाके मारे के भाइलाई नालके हान्ने नि खाना खान ला अब रोए भात खान लानु भएको छ उहाँहरूले यहाँ फेरि रोइ गर्नु भएको छ आज धेरै रुने दिन रहेछ यहाँको चाहिँ खाऊ साग बाबु सन्चो हुन्छ खाऊ यस्तरी गरा त यो छ यता भात लगा न मम्मी भात लानु भएको छ आमा आमा फेरि भाइ खानु जानु भएको छ म पनि भाइ खानु लाग्छु पापा रोटी भात सिन्कीको झोल अर्ग्यानिक खाना पाहुनाहरू बस्नु भएको छ खाना खाना तपाईँहरू पाहुना हो नि म चाहिँ खाना हालिदिनु अब पाहुनाहरूलाई पाहुनाहरू चक्चक गरेर पिटिदिएको रिसाएको भन्थे त चकचक त थोरै भएको हुन्छ के साग हेर्नु साथीहरू हाम्रो साग यति धेरै कलान लानु भएको छ अर्को सरले यहाँ कलान लानु भएको साग यो धौ किचनमा डुबान परि टिपेको साग के अरे सागहरू भएर बोक्नु भएको छ यहाँ थोरै टिपेको छु त्यही भएर थकाइ पनि लाग्यो पसिना भएको घाममा 12 बजेको धुपमा 10 बजे आएको बिहान 12 बजे धुपमा 12 बजे धुपमा हिँड्दा छ हामी यहाँ बाटोमा साथीहरू यस्तो घाम लाग्छ चर्को घाम त्यही भएर छाता ओढेको गाइसहरू हामीले घाउ पनि भइसक्यो भोक पनि लागिसक्यो पानी प्यास लाग्छ अब पानी खाने भनेको माथि घरतिर पसेर माथि गाउँ खाले पनि यहीँ पो आएको क्या नि ल साथीहरू बाई अलपछि भेटौँला घर गएर चाहिँ साग पकाएर खाने साग पकाएको खाएको देखाउँला भन्ने त्यहाँ भने फेरि होइन